पल शाह एउटा एडिटरबाट कसरी बनिन् त नेपालको वान अफ द बिगेस्ट सुपरस्टार अनि उनी किन गइन् त जेल। आज हामी पल शाहको जर्नी, उनीले गरेका मुभिजहरू अनि समीक्षा अधिकारीसितको कन्ट्रोभर्सीको बारेमा डिस्कस गर्नेछौँ। पल शाहले मुभिजहरू गर्नुभन्दा पहिला एज अ भिडियो एडिटर टेलिभिजनमा काम गर्ने गर्थिन्। एक दिन उनले म्युजिक भिडियोमा मोडल बन्ने अफर पाउँछन्। त्यसपछि उनले तिम्रो याद नामको म्युजिक भिडियो गर्छन्, जुन चाहिँ एकदम पपुलर हुन्छ। त्यसपछि उनलाई अरू म्युजिक भिडियोहरूको पनि अफर आउन थाल्छन् अनि उनले को होला त्यो हनी बनी जस्ता म्युजिक भिडियो गर्छन्, जुन चाहिँ एकदम पपुलर हुन्छन्। त्यसपछि पल शाह पनि एकदम पपुलर मोडल बन्छन् र उनले एडिटिङ पनि छोडिदिन्छन् र म्युजिक भिडियोहरूमा फोकस गर्छन्। त्यसपछि उनीको त्यही पपुल्यारिटीलाई देखेर उनलाई 9/4 भन्ने मुभीको अफर आउँछ, त्यो पनि लिड रोलमा। र उनले 2016 मा 9/4 मुभीबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गर्छन् र उनीको पहिलो फिल्म नै सुपर हिट हुन्छ। त्यसपछि उनले 2017 मा म यस्तो गीत गाउँछु भन्ने फिल्म गर्छन् र त्यो फिल्मले पनि अडियन्सको राम्रो रिभ्युज पाउँछ र यो फिल्म पनि बक्स अफिसमा सुपर हिट हुन्छ। त्यसपछि उनले 2017 मै जोनी जेन्टलम्यान नामको फिल्म गर्छन् र त्यो फिल्मले अडियन्सले खासै इम्प्रेस गर्न सक्दैन र बक्स अफिसमा फ्लप हुन्छ। त्यसपछि 2018 मा उनले अर्को मुभी गर्छन् जुन रहेको थियो शत्रु गते र त्यो मुभी चाहिँ एउटा मल्टी स्टारर मुभी रहेको थियो र फिल्मले अडियन्सबाट एकदम नै राम्रो रिभ्युज पाउँछ। फिल्मको कमेडीलाई दर्शकहरूले धेरै नै रुचाउँछन् र फिल्म बक्स अफिसमा अल टाइम ब्लकबस्टर हुन्छ र फिल्मले 12 करोड भन्दा माथिको बक्स अफिस कलेक्सन गर्छ र यो फिल्म अहिलेसम्म पनि पल शाहको करियरको हाइएस्ट ग्रोसिङ फिल्म रहेको छ। त्यसपछि 2019 मा उनीको अर्को मुभी रिलिज हुन्छ जुन रहेको थियो वीर विक्रम 2 र फिल्मले अडियन्सले खासै इम्प्रेस पार्न सक्दैन, त्यसैले त्यो फिल्म बक्स अफिसमा एभरेज हुन्छ। त्यसपछि 2020-2021 मा उनीको कुनै पनि मुभी रिलिज हुँदैन कोभिड महामारीको कारणले गर्दा। त्यसपछि 2022 मा उनीको म यस्तो गीत गाउँछु 2 भन्ने मुभी रिलिज हुन्छ, जुन चाहिँ सिक्वल भ्यालुले गर्दा बक्स अफिसमा सुपर हिट हुन्छ र अडियन्सबाट नि राम्रै रिभ्युज आउँछ। यहाँसम्म आउँदा उनीको करियर एकदम राम्रो चलिरहेको थियो, उनीको मोस्ट अफ द मुभीहरू हिट भइरहेका थिएन। तर त्यसपछि उनीको यस्तो कन्ट्रोभर्सी आउँछ जसले उनीको सबै फ्यान्सहरूलाई जो सक गरिदिन्छ र उनीको करियरमा जो ठुलो डेन्ट लाग्छ। 2022 मा नेपाली एक्टर पल शाहमाथि नाबालिकामाथि जबरजस्तीकरणको केस लाग्छ अनि त्यसको लागि पल शाहलाई पुलिसले पक्रिन्छ। त्यसपछि यो केस अझै कम्प्लिकेटेड हुन्छ। भिक्टिमले मलाई जबरजस्तीकरण नभएको, राजी खुसी भएको भनेर स्टेटमेन्ट आउँछ। त्यसपछि पल शाहलाई जेल मुक्त हुने कुरा आउँछ, तर फेरि भिक्टिमले भन्छन् अगाडि मैले जे स्टेटमेन्ट दिए त्यो सबै करकापले बोलेको हो भन्छन् अनि केस फेरि त्यहीँ पुग्छ। बट पछि जबरजस्तीकरणको केसबाट पल बाहिर आउँछन् तर चाइल्ड मोलेस्टेसनमा उनले केस लाग्छ अनि 2.5 वर्षको उनलाई जेल सजा सुनाइन्छ। त्यसपछि अदालतमा 1 वर्षसम्म मुद्दा चल्छ। त्यसपछि उच्च अदालत पोखराले उनी विरुद्धको अभियोगमा दारी नपुगेको भनेर उनलाई जेल मुक्त गरिन्छ। तर यो केसमा ट्विस्ट तब आउँछ जब यो केसमा दुर्गेशको नाम पनि जोडिन्छ। हुन त पल शाह अनि दुर्गेश थापा एकदम मिल्ने साथी थिए र सँगै म्युजिक भिडियोहरूमा पनि काम गरिरहेका थिए। तर पलको केसपछि दुर्गेश थापा, पल शाह अनि समीक्षा अधिकारीको एउटा अडियो रिलिज हुन्छ जसमा दुर्गेश थापा अनि समीक्षा अधिकारी मिलेर पललाई फसाएको अडियो लिक हुन्छ। त्यसपछि पल शाहलाई फसाउनमा दुर्गेशको पनि हात छ भनेर पल शाहले आफैले एलिगेसन लगाउँछन्। त्यसपछि दुर्गेशलाई कुनै लिगल केस त लाग्दैन तर उनलाई धेरैले हेट गर्न थाल्छन् अनि उनीको करियरमा जो एउटा ठुलो दाग लाग्छ अनि दुईटा मिल्ने साथीहरूको सम्बन्ध पनि बिग्रिन्छ। र त्यसपछि उनी 2023 मा जेलबाट निक्लेपछि सरप्राइजिङली अडियन्सबाट राम्रो सपोर्ट मिल्छ उनलाई र त्यसपछि पनि उनले फेरि डिफ्रेन्ट मुभिज अनि म्युजिक भिडियोहरूको अफर पाउन थाल्छन्। त्यसपछि उनले 2023 मा पुजार सार्की मुभी गर्छन् जुन चाहिँ एक मल्टी स्टारर मुभी रहेको थियो। फिल्ममा पल शाहसित आर्यन सिग्देल अनि प्रदीप खड्का रहेका थिए र फिल्मलाई अडियन्सबाट राम्रो रिभ्युज मिल्छ र फिल्म बक्स अफिसमा सुपर हिट हुन्छ। त्यसपछि 2024 मा उनीको रामायण भन्ने मुभी रिलिज हुन्छ र फिल्मले अडियन्सबाट लास्टै नराम्रो रिभ्युज पाउँछ। फिल्ममा पल शाहको लुकलाई पनि धेरैले क्रिटिसाइज गर्छन् र फिल्म बक्स अफिसमा नराम्ररी फ्लप हुन्छ। त्यसपछि 2025 मा उनीको मायावी नामको मुभी आउँछ
जुन चाहिँ एउटा स्टिरियोटिपिकल टाइपको लभ स्टोरी रहेको थियो र फिल्मले पनि अडियन्सको तर्फबाट खासै राम्रो रिभ्युज पाउन सक्दैन र फिल्म बक्स अफिसमा फ्लप हुन्छ। त्यसपछि 2025 मै उनीको अर्को मुभी आउँछ जुन रहेको थियो मोहर र फिल्मले अडियन्सबाट राम्रो रिभ्युज पाउँछ र फिल्म बक्स अफिसमा हिट हुन्छ। त्यसपछि 2026 मतलब अहिले पनि उनीको भर्खर एउटा मुभी चलिरहेको छ हलमा जुन चाहिँ यो आबाट आमा र यो फिल्म पनि बक्स अफिसमा सुपर हिट भइसकेको छ। फिल्मलाई अडियन्सले एकदम रुचाइरहेका छन् र 2082 सालमा पल्साको दुईटा मुभी रिलिज भएको थियो र दुईटै बक्स अफिसमा सुपर हिट भएका छन्। यसरी पल्साको करियरलाई हेर्दा उनीको धेरै नै फ्यान फलोइङ रहेको छ र उनीको स्टारडम पनि देखिन्छ र अहिलेसम्म उनले खेलेका मोस्ट अफ द फिल्महरू हिट रहेका छन्। अझ यो वर्ष त उनीको दुईवटा फिल्म हिट भइसकेका छन् अनि उनीको लोकप्रियता मुभिज अनि म्युजिक भिडियोमा मात्र नभएर महोत्सव अनि प्रोग्रामहरूमा पनि धेरै नै रहेको छ र उनले म्युजिक भिडियोहरू पनि धेरै नै गरिरहेका छन् र धेरै असो पपुलर पनि भइरहेका छन्। तर समीक्षासितको कन्ट्रोभर्सीले उनीको इमेजमाथि एउटा ठुलो डेन्ट लगाइदिएको छ अनि उनलाई एज अ एक्टर एनालाइज गर्ने हो भने हि इज अ डिसेन्ट एक्टर। उनको एक्टिङ एकदम नराम्रो पनि रहेको छैन तर एकदम एक्स्ट्रा अर्डिनरी पनि रहेको छैन। तर उनले आफूलाई एज अ मेन स्ट्रिम एक्टरको रूपमा चाहिँ इस्टाब्लिस गरिसकेका छन् र उनले धेरैजसो मुभिज कमर्सियल टाइपका मात्र गर्ने गर्छन् जसको कारणले उनले एज अ भर्सटाइल एक्टरको रूपमा आफूलाई प्रुभ गर्न अझै बाँकी नै छ। मेबी उनीसित एज अ एक्टर तो पोटेन्सियल छ होला तर उनले खासै च्यालेन्जिङ रोल गरेको देखिँदैन। त्यसैले यदि उनले एज अ एक्टर आफूलाई प्रुभ गर्न चाहन्छन् भने उनले डिफ्रेन्ट टाइपको च्यालेन्जिङ रोल गर्न पर्ने देखिन्छ। तर क्वेसन यो हो कि उनले आफूलाई प्रुभ गर्न चाहन्छन् त कि उनी यसैमा कम्फर्टेबल छन्। होपफुली अपकमिङ मुभिजमा उनले एज अ एक्टर पनि आफूलाई प्रुभ गरून्। सो तपाईलाई पल्सा कस्तो लाग्छ त कमेन्टमा प्लिज आफ्नो ओपिनियन राख्नु होला। भेट्नुहुनेछ अर्को भिडियोमा अर्को सन्डेमा।